हामीले घरमै पनि यसरी चटपटे बनाएर खान सकिन्छ। यसमा मैले 2वटा रम्पम मसिनो गरेर लगाएँ। त्यसपछि काटेर राखेको प्याज, टमाटर, धनिया, हरियो खुर्सानी, काँक्रा सबै मजाले लगाएँ, जुन चाहिँ मैले एकैचोटि सजिलोको लागि काटेर राखेको थियो। अनि त्यसपछि मैले मसँग भएको मुराई, चटपटेको मुराई पनि राखेँ थोरै। मैले 2टा रम्पम लगाएको अनि मुराई चाहिँ थोरै लगाएको। मुराई थोरै, चौचौ धेरै भएको चटपटे मनपर्छ मलाई। त्यसपछि मैले मसँग भएको हलोपिनो पोटेटो चिप्स लगाएँ। त्यसलाई लगाउनलाई चाहिँ अब सँगै लगाउँदा अलिकति टेस्टी हुँदैन। त्यो कारणले गर्दाखेरि मैले चाहिँ त्यसलाई मजाले स्म्यास गरेर मसिनो बनाएर चाहिँ त्यहाँनिर लगाएँ। आधी जस्तो लगायो मैले त्यहाँनिर त्यो चिप्सलाई प्याकेटमै धुलो गरेर। त्यसपछि मसँग भएको घरकै मसलाहरू, जुनमा मैले हिमालयन पिङ्क सल्ट थोरै लगायो, थोरै करी पाउडर लगाएँ मैले स्वादको लागि, थोरै जिरा पाउडर लगायो, थोरै चिली पेपर लगायो, स्वादको लागि मैले टिमुर लगाएँ। टिमुर लगाउँदा मिठो हुँदो रहेछ, त्यो कारणले मैले थोरै ग्राइन्ड गरेर टिमुर पनि लगाएँ। यसले चटपटेलाई अझ स्वादिलो बनाउन मद्दत गर्छ। त्यसपछि मसँग भएको ओलिभ ओइल थियो, मैले त्यही लगाएँ थोरै ओइल।